अहिलेको जो सन्दर्भ हो देशको त्यो हामीसित जोडिएको छ, सबैसित जोडिएको छ। यसकारण थोरै यस विषयमा बोल्नुपर्ने आवश्यकता छ। पटक पटक थोरै थोरै बोल्दै आइयो, त्यसले काम गर्यो। अब यसले पनि अलिकति काम गरिदियो भने सजिलो होला। जस्तो कि राजनीति बहुत लामो समयदेखि विश्वमा राजनीति छ। महाभारत काल हेर्छौँ नजाने 7,000-8,000 वर्ष पहिले होला राजनीति छ। त्यसभन्दा पहिले केही देखिन्छ भने त्यहाँ राजनीति छ भन्दा यो राजनीति भन्ने कुरा हजारौं वर्ष पहिलेदेखि दुनियाँमा चल्दै आइरहेको छ र विविध विविध तरिकाका राजनीतिक घटनाक्रमबाट यो पृथ्वी समृद्ध भएको छ। यसमा आर्थिक क्रान्ति भएका छन्, सामाजिक क्रान्ति भएका छन्, सांस्कृतिक क्रान्ति भएका छन्। यी अनेक प्रकारका जो क्रान्ति भएका छन् त्यसबाट राजनीति समृद्ध पनि भएको छ। राजनीतिलाई समृद्ध गर्नको निमित्त फेरि विभिन्न विभिन्न दार्शनिकहरूले, विभिन्न विभिन्न अर्थशास्त्रीहरूले अनेक तरिकाले आफ्ना विचारधाराहरू दिएका छन्। जुन विचारधाराले अनेक प्रकारको आर्थिक उन्नतिलाई, सांस्कृतिक उन्नतिलाई र चेतनागत उन्नतिलाई इङ्गित गर्छ, त्यसले पनि यो पृथ्वी समृद्ध भएको छ। भन्दा राजनीतिका धेरै सकारात्मक पक्षहरू छन् र राजनीतिक दर्शनका पनि धेरै सकारात्मक पक्षहरू छन्। ती सकारात्मक पक्षबाट नै यहाँसम्म यो पृथ्वी आएको हो, विकसित भएको हो। र यी पक्षहरूलाई एकमुष्ट रूपले सिद्धान्तगत रूपले हेर्न भनेदेखि त्यसलाई केही निश्चित अङ्गमा विभाजन गर्न सकिन्छ। र राजनीति, कुनै पनि राजनीति एउटा सिद्धान्तबाट चल्छ। सिद्धान्त बिनाको राजनीति लामो समय चल्न सक्दैन, राजनीति नै हुन सक्दैन। त्यसैले कुनै पनि राजनीतिमा एउटा दर्शन हुन्छ, त्यसको सिद्धान्त हुन्छ, अनि त्यसको ट्याक्टिक्स हुन्छ, ट्याक्टिकल वे। र यसलाई अगुवाई गर्नेहरूमध्ये केही व्यक्तिहरूले जसरी पुँजीगत उन्नतिको निमित्त फ्रान्सको राज्य क्रान्ति पश्चात अगुवाई गरे र इङ्ल्यान्डमा औद्योगिक क्रान्ति भयो, तत्पश्चात जुन विचार, जुन अर्थतन्त्र, जुन व्यवस्था, जुन प्रकारको राज्य सत्ताको उत्पत्ति भयो त्यसलाई पुँजीवाद भनेर भनियो। फ्रान्सको राज्य क्रान्ति र तत्पश्चातको इङ्ल्यान्डको औद्योगिक क्रान्ति पश्चात जुन प्रकारको राज्य सत्ताको उदय भयो, सानातिना कल कारखानाहरू खुले, तर काफी भूमिहीन किसानहरूले मजदुरको रूप ग्रहण गरे। यो जो अवस्था हो, यो अवस्थाबाट सिर्जित विकास जो हो त्यसलाई पुँजीवाद भनेर भनियो। अहिले दुनियाँभर जसरी हाम्रो दर्शनशास्त्रमा भोगवाद व्याप्त छ, त्यस्तै गरेर राजनीति शास्त्रमा र अर्थशास्त्रमा पुँजीवाद व्याप्त छ, दुनियाँभरि नै व्याप्त छ। र दुनियाँभरिको अहिलेको जो अर्थतन्त्र हो त्यो घुमी फिरिकन पुँजीवादी अर्थतन्त्र हो र त्यसको दर्शन पनि पुँजीवादसित सम्बन्धित छ। यानी कसरी धनबाट मनुष्यको, राज्य सत्ताको, देशको विकास गर्ने, धनलाई केन्द्रबिन्दु बनाएर यस्तो छ। अब यो धनलाई केन्द्रबिन्दु बनाएर पुँजीवादले जुन विकास गर्यो त्यसबाट धेरै धेरै व्यक्तिहरूको घरबार, पेसा समाप्त भयो। जुन प्रकारका पुराना पेसाहरू गर्थे, जुन पुरानो तरिकाले खेतीपाती गर्थे, पुरानो तरिकाले चर्खाचुर्खी बनाउँथे, कपडा बनाउँथे, सबै लुटिए किनकि मेसिनको आविष्कार भयो। भइसकेपछि एउटा ठुलो वर्ग इङ्ल्यान्डतिर, फ्रान्सतिर, युरोपमा एउटा ठुलो वर्ग बेरोजगार भयो र पुँजीपतिहरूले खोलेका कर कारखानाहरूमा सानोतिनो जागिर गर्ने क्रममा आयो र यसरी आएको वर्गलाई सर्वहारा भनेर भन्यो। सबै कुरो लुटिएको छ, जसको केही पनि छैन। इङ्ल्यान्ड, फ्रान्समा यी कुराहरू देखा परे, जर्मनमा यिनी देखा परे,
यसरी अनि अमेरिकातिर देखा पर्यो, अन्य देशहरूमा बिस्तारै देखा पर्यो। ह्यान्ड टु माउथ काम गरेर मात्रै खान सक्थ्यो उसले, काम नगर्ने दिनमा यानि 1 हप्ता काम पाएन भनेदेखि उसको परिवार भोकै मर्थ्यो। उसको आफ्नो निजी घर थिएन, डेरा डन्डामा बस्नु पर्थ्यो। उसले डन्डाको पैसा तिर्न सक्ने थिएन। यो प्रकारको अवस्था भइसकेपछि पुँजीवादी अर्थतन्त्रमा केही कमजोरीहरू काफी अर्थशास्त्रीहरूले देख्न थाले, राजनीतिशास्त्रीहरूले देख्न थाले। र यी अर्थशास्त्री राजनीतिशास्त्रीले जुन तरिकाले पुँजीवादमा कमजोरीहरू देखे, तिनका प्रमुख व्यक्ति थिए कार्ल मार्क्स। र उनले सर्वहारा वर्गलाई कसरी सुख दिने भन्ने नीतिको सन्दर्भमा र पुँजीवादले जुन प्रकारको एक शोषण प्रक्रिया सञ्चालन गरेको छ र आफ्नो राज्य सत्ता कायम गरेर गहिरो शोषण गहिरो गतिलो तरिकाले लगेको छ, यसको 30 वर्षसम्म मेहनत गरेर रिसर्च गरे, त्यसको पुस्तक बना छापे, त्यसले सबै पर्दाफास गरिदियो। पुँजीवाद, पुँजीवादी शोषण, अतिरिक्त मूल्य र गरिब झन् गरिब हुँदै जाने, धनी बढी धनी हुँदै जाने, धन केही सीमित व्यक्तिहरूमा केन्द्रीकृत हुँदै जाने र धेरै व्यक्तिहरू या त निम्न पुँजीवादी अवस्थामा जाने या त सर्वहारा अवस्थामा जाने, सुकुम्बासी जस्ता ज्याला मजुरी गरेर मात्रै खान सकिने अवस्था। त्यस्तोमा अधिकांश व्यक्तिहरू गएको अवस्थामा उनले अर्को एक अर्थतन्त्र, राजनीति, सिद्धान्त र दर्शन प्रस्तुत गरे। त्यसै दर्शनलाई साम्यवाद भनेर भनियो, कम्युनिज्म भनेर भनियो। कालान्तरमा त्यो कम्युनिज्म मार्क्सवाद भन्ने नामबाट पनि परिचित भयो। असाध्य मन पारे व्यक्तिहरूले, यो निम्न पुँजीवादी व्यक्तिहरूले, विद्वानहरूले, प्रोफेसरहरूले र पढे लेखेकाहरूले, जेनजीहरूले, त्यतिखेरका युवा विद्यार्थीहरूले पनि यो कुरालाई, मजदुरहरूले, किसानहरूले कार्ल मार्क्सको विचारलाई असाध्य मन पारे। बहुत ठुलो किताब थियो पुँजी, अहिले पनि पाइन्छ। र त्यसको घोषणापत्र थियो कम्युनिस्ट मेनिफेस्टो, जो अहिले पनि पाइन्छ। त्यसका आधारमा प्रभावित भएका व्यक्तिहरूले अब पुँजीवादी व्यवस्थाको विरोधमा, पुँजीवादी सिद्धान्त र दर्शनको विरोधमा उनीहरूले अर्को एउटा व्यवस्था, दर्शन, अर्को विकल्प प्रस्तुत गरे। जुन विकल्प के थियो भने जसको नाम थियो साम्यवाद, जसको नाम थियो समाजवाद। र समाजवाद र साम्यवादले नै सबै मान्छेलाई समान गर्न सक्छ र यी बहुसङ्ख्यक मान्छेले जो बढी श्रम गर्न परेको छ र त्यसबाट दुःख पाएका छन्। र केही व्यक्तिहरूले उत्पादन पद्धति र राज्य सत्तामाथि रजाइ गरेका छन्। उनीहरूलाई अङ्कुशे लगाउने एकमात्र व्यवस्था हो समाजवाद अथवा साम्यवाद अथवा जनवाद, आफ्नो देशअनुसार। यसलाई युरोपियन कन्ट्रिजहरूले साम्यवाद भन्यो, रसियन कन्ट्रीले समाजवाद भन्यो, चीनले यसलाई जनवाद भन्यो। त यस तरिकाले एक नयाँ विचारको जन्म भयो, नयाँ सिद्धान्तको जन्म भयो, नयाँ दर्शनको जन्म भयो। त्यो नयाँ विचार, नयाँ दर्शन र नयाँ सिद्धान्तले दुनियाँमा हलचल ल्यायो, राज्य सत्ताहरूमा हलचल ल्यायो। केही क्रान्तिहरू भए अनि त्यो क्रान्तिको फलस्वरूपमा केही देशहरूले असाध्य अनौठा तरिकाले उन्नति गरे। जस्तो सोभियत संघले जुन उन्नति गर्यो, त्यही उन्नतिको आधारमा आज पुटिन लडाइँ लडिरहेको छ। चीनले जुन उन्नति गरिरहेको छ, अब दुनियाँको दोस्रो धनी अगुवाई देशको रूपमा उभिसकेको छ। तर त्यो विचारबाट प्रेरणा लिएर यी देशहरूले, 17-18 देशहरूले खुब राम्रो उन्नति गरे अनि पुँजीवादलाई एक चुनौती दिए। अहिले पनि केही न केही मात्रामा चुनौती दिइरहेका छन्। त यो त भयो। यसको प्रभाव नेपाल जस्ता देशहरूमा पनि नपरिरहने कुरै भएन। यहाँका युवाहरू पनि यसप्रति, पुँजीवादी युवाहरू पुँजीवादप्रति आकर्षित भए र काङ्ग्रेस किसिमका पार्टीहरू खोले। यी साम्यवादी डिजाइनका युवाहरू साम्यवादतर्फ आकर्षित भए र यिनीहरूले कम्युनिस्ट नामको पार्टी खोले। यसरी दुईटा पार्टीहरू बहुत जल्दा पल्दा। र राजालाई फ्याँकिसकेपछि राजतन्त्रवादीहरू पनि सक्रिय भए, उनीहरूले पनि पार्टी खोले। यसरी 3 प्रकारका विचारहरू नेपालमा प्रवेश भयो। यी 3 प्रकारका विचारहरू मध्ये अहिलेसम्म नेपालमा
जसले राज्य सत्ता कायम गर्दै गयो जुन विचारले त्यो विचारको आड पुँजीवाद हो त्यसको नेचर निम्न पुँजीवाद हो र त्यसको कल्चर संस्कार संस्कृति यो सबै के हो भनेदेखि पुँजीवादी औपनिवेशिक राज्य व्यवस्था यानी पुँजीवादी देशहरूको कोही आर्थिक कन्ट्रोलमा छ कोही राजनैतिक कन्ट्रोलमा छ यानी यो व्यवस्था जसलाई सञ्चालन गरिएको छ त्यो व्यवस्था स्वतन्त्र भएन यहाँको कम्युनिज्म स्वतन्त्र भएन यहाँको क्यापिटलिज्म स्वतन्त्र भएन क्यापिटलिज्मलाई एउटा कुनै देशले औपनिवेशिक रूपले गाइड गर्यो यानी उसले गाइड गर्न साथ उपनिवेशको स्थिति आयो अर्ध उपनिवेश भन्छ त्यसलाई न्यू कोलोनिज्मभित्र यो पर्छ ओके र अर्कोतिर धार्मिक रूपले अर्कोतिर राजनीतिक रूपले अर्कोतिर आर्थिक रूपले भन्दाखेरि यो देश नेपाल कस्तो भयो भन्दा दुई ढुङ्गाका बिचको च्यापिएको तरुल जस्तो भयो एकातिर एक प्रकारको व्यवस्था छ अर्कोतिर अर्को प्रकारको व्यवस्था छ र यहाँको राज्य सत्ता कहिले दक्षिणतिरको व्यवस्थातिर झुक्छ र दुःख पाउँछ कहिले उत्तरतिरकोतिर झुक्छ दुःख पाउँछ अहिले भर्खर अपतस्थ भएको जो राज्य व्यवस्था छ त्यो उत्तरतिर झुकेर असफल भएको हो त यस्तो तरिकाले कहिल्यै पनि राज्य व्यवस्था आफ्नो निजी अडानमा रहन सकेन निजी सिद्धान्तमा रहन सकेन निजी दर्शनमा रहन सकेन र जो बाहिरबाट आयातित दर्शन थियो त्यो आयातित दर्शनमा पनि उसले आफ्नो जीवनलाई बाँच्न सकेन उसले त्यो आयातित दर्शनमा आफूलाई कुनै देशका नेताप्रति आत्मसमर्पण गरिदियो त्यस्तो तरिकाको यसको अवस्था हो यस अवस्थामा विचित्र किसिमले धेरै धेरै प्रजातन्त्र भन्ने नाम आयो 2065 सालपछि तर असाध्य विचित्र तरिकाले पार्टीहरू खुले 100 भन्दा बढी पार्टीहरू खुले अब 100 जब तीनटा जम्मा जम्मी विचार छ र 100 भन्दा बढी पार्टीहरू खुल्छन् भनेदेखि यही तीन विचारका अन्तर्गतका यी पार्टीहरू हुन्छन् हैन त अन्त यहाँ पुँजीवादी विचार अन्तर्गत धेरै धेरै पार्टीहरू हुन्छन् समाजवादी यानी साम्यवादी विचार अन्तर्गत धेरै धेरै पार्टीहरू हुन्छन् अनि राजावादी विचार अन्तर्गत नै पार्टीहरू हुन्छन् यसरी तीनटा राजनैतिक आर्थिक सांस्कृतिक सामाजिक विचारहरूले यहाँ प्रश्रय पाए अब प्रश्रय पाए तर यिनको आफ्नो बुद्धि छैन यिनको आफ्नो विचार छैन कसैको पनि त्यस्तो भएका हुनाले आफ्नो विचार छँदै छैन आफ्नो अनुभव छँदै छैन त्यस प्रकारको भएका हुनाले अर्काको मुख ताकेर सुविधाको भोग गर्ने किसिमको नेचर किसिमको प्रवृत्तिले विकास गर्यो र आखिर सबैलाई धन चाहिएको थियो त्यसकारण आफ्ना सबै विचारहरू यिनीहरूले धनमा ल्याएर विसर्जित गरे धनमा ल्याएर होमे साम्यवादी समाजवादी भन्नेले पनि आफ्ना विचारलाई ल्याएर धनमा विसर्जित गरे पुँजीवादी आदि समाजवादी आदि भन्ने प्रकारकाले पनि धनमा ल्याएर विसर्जित गरे राजतन्त्रवादी भनेर यदि कसैले भन्यो भने पनि धनमा विचारलाई ल्याएर विसर्जित गरे आखिर के भयो त धनवाद नै केन्द्र भयो र त्यो धनवाद त्यो पुँजीवाद कस्तो भयो भने देशको आर्थिक सत्ताबाट उत्पन्न भएको पुँजीवाद भएन यो नक्कल गरिएको र आसेपासेहरूले आफ्नो राजनैतिक जीवन धान्नको निमित्त र सुखभोग गर्नको निमित्त बनाएको किसिमको भयो त्यसकारण त यसै हल्ल्यो यसै धमुरी लाग्यो केही पनि त छैन केही पनि छैन बहुत खोक्रो राजनीति छ त खोक्रो राजनीति छ तैपनि त्यसको बोल्ने ठाउँ छ क्या म पुँजीवादी हुँ म साम्यवादी हुँ म समाजवादी हुँ म राजतन्त्रवादी हुँ यसरी बोल्ने केन्द्र चाहिँ एउटा ठाउँ छ त्यो ठाउँबाट ऊ बोलिरहेको छ र त्यसको एउटा आदर्श छ नाम छ कसैको भन्छ केही भन्न सक्ला महात्मा गान्धी जवाहरलाल नेहरू भन्न सक्ला कसैले भन्न सक्ला माओ सेतु लेनिन आदि त ती सबै के भयो भने बाह्य तत्त्वहरू भयो र ती बाह्य तत्त्वबाट यो उनीहरूको आत्मा सिर्जित भयो तर आत्मा हुन सकेन यसरी भारतमा एउटा धेरै ठुलो आन्दोलन भयो र धेरै व्यक्तिहरूले शहादत प्राप्त गरे यानी मरे पनि जसको बहुत जल्दो बल्दो तरिका
कलकत्तामा देखा परेको थियो, पश्चिम बङ्गालमा देखा परेको थियो र चारु मजुमदार भन्ने व्यक्तिले नेतृत्व गरेका थिए। र उनलाई सोद्धाखेरि के भन्यो भने आमार चेयर, सिनियर चेयरम्यान आमार चेयरम्यान, भारतको चेयरम्यान नै छैन, तेरो नेता को हो, अध्यक्ष को हो भन्दाखेरि अध्यक्ष स्वयं चारु मजुमदार थिए। उनले भने सिनियर चेयरम्यान आमार चेयरम्यान, चिनको अध्यक्ष नै हाम्रो पनि अध्यक्ष हो। मामला टुट्यो, मामला कमजोर भयो। अरू त्यो अझै पनि त्यो सङ्गठन छ, अझै दिनमा 10-20 मान्छे मरिरहेका छन् भारतमा, 20-50 ग्रुपमा उनीहरू छरिएका छन्। बाँकी थियो तुयो। किन तुयो भन्दा उनको आफ्नो समृद्धिका आधारमा कुनै विचारधारा बनेन, त्यसकारण तुयो। एक सरकार भारतमा पनि हो जसले असाध्य स्थायित्व ग्रहण गरेको भन्न सकिन्छ र थोरै विकास गरेर भारतलाई विकासको चौथो लेभलमा लगिरहेको छ। त्यसले स्पष्ट रूपले हिन्दुइजमलाई मान्यो र स्पष्ट रूपले पुँजीवादलाई मान्यो। स्पष्ट किसिमले हिन्दूवाद र पुँजीवादलाई मान्नका कारण ऊ भारतीय भयो, भारतीय दर्शन भयो उसको। भारतीय दर्शन भयो र भारतीय दर्शनका आधारमा उसले भारतलाई अलिकति एक छन्द दिएर अलि धेरै विकास गर्न सफल भयो। अब आजको सवाल आउँछ, यो जो राजनीतिमा जुन नक्कल, राजनीतिमा जुन उपनिवेशवादी विचार कायम थियो र ती उपनिवेशवादी विचारका टाउकोमा त दनादन ठक्कर खुवाइदिएको छ। जो नयाँ पुस्ताले हालाकि मार्ने बेलामा नयाँ पुस्तालाई मार्यो, तर उनको विचारलाई नयाँ पुस्ताले मार्दिन सफल भएको छ कि तिम्रो विचार नक्कली हो र तिम्रो विचार नेपालमा काम लाग्दैन भनेर उनको विचारमाथि ठुलो आक्रमण गर्न सफल भएको छ र नयाँ तरिकाले राज्य व्यवस्थालाई नेतृत्व दिने एउटा अङ्क पनि प्राप्त गरेको छ। अब यस अवस्थामा के छ भने फेरि प्रजातन्त्रको कुरा छ, फेरि चुनावको कुरा छ, फेरि त्यही राजनीतिको कुरा छ, त्यही अर्थनीतिको कुरा छ, त्यही गरिबीको कुरा छ, त्यही अभावको कुरा छ। जो देशले भोगिरहेको छ त्यो कुरा टड्कारो छ, एकदम टड्कारो छ। यस प्रकारको टड्कालो अवस्थामा कसरी यसको निकास खोज्ने त? त्यसको लागि निश्चित रूपले सिद्धान्त चाहिन्छ, निश्चित रूपले दर्शन चाहिन्छ। दर्शन र सिद्धान्तलाई समात्न सकेन भनेदेखि राजनीति त यसै लङ्गडो हुन्छ, उसै लङ्गडो हुन्छ, पूर्ण रूपले लङ्गडो हुन्छ, फेरि असफल हुन्छ। जस्तो कि 1-2 पार्टीहरूका नाम हामी दिन सकिन्छ, जुन पार्टीहरू भर्खर उदाए, 2-3 वर्ष नै तिनीहरू उदाए जस्तो, र बहुतै जल्दो बल्दो रूपमा उसले राज्य सत्तामा समेताएर आफ्नो उपस्थिति जनायो, छिटो छिटो बहुत आत्तिएर। अनि अब अहिले उसको स्वरूप सङ्गठन छैन, अहिले उसको सङ्गठन यति छिटो भाँचिएको छ। किन यति छिटो सङ्गठन भाँचियो? यो उसको दर्शन र सिद्धान्त नहुनका कारण। उसँग कुनै सिद्धान्त छैन, उसको कुनै दर्शन छैन, कुनै मार्गचित्र छैन। नेपाललाई के गर्ने त? तैँले राज्य सत्ता ल्याइस् भने तैँले के गर्ने नेपाललाई? छैन केही पनि। मैले राज्य सत्ता लिएँ भने मैले के गर्छु? छैन केही पनि। नीति के छ? सिद्धान्त छैन, दर्शन छैन। जब सिद्धान्त र दर्शन छैन तब त धेरै दिन कसरी टिक्छ त? ब्राङ ब्रुङ हुन्छ। त्यो सिद्धान्त र दर्शन नभइसकेपछि धेरै दिन टिक्नै सक्दैन। यो सनातनको कति ठुलो दर्शन छ, कति ठुलो सिद्धान्त छ हेर त। हजारौँ वर्षदेखि टिकिरहेको छ, हजारौँ वर्षदेखि चलिरहेको छ। यो दर्शनका कारण हो, यो सिद्धान्तका कारण हो सनातन यसरी चलिरहेको छ। र जो अत्यन्त सत्यगत र तथ्यगत छ, जसलाई अध्यात्म भनिन्छ, त्यो त कहिल्यै कसैले मारेर पनि मर्दैन, कहीँबाट केही हुन पनि सक्दैन। किनकि उसको दर्शन र उसको सिद्धान्त तथ्यगत यथार्थमा आधारित छ, सत्यगत यथार्थमा आधारित छ र मनुष्यको मनुष्यतासित सम्बन्धित छ। त्यसैले यो त फेरि कहिले दायाँ बायाँ नै हुँदैन, केन्द्रमा सधैँ रहिरहन्छ, किलमा सबैलाई घुमाइरहन्छ त्यो अध्यात्म। त अहिलेको अब प्रसङ्गमा फेरि नेपालमा चुनाव हुनु छ, गर्न सकियो भने होइन, नेपालमा मान्छे यानि पार्टीहरूले चुनाव लड्नु छ, बहुमत ल्याउनु छ। अब यी कुराहरू टड्कानो रूपमा छन्। यदि सरल रूपले चुनावको माहौल गयो, सबैले कोअपरेसन गरे भने
कोअपरेसन भनेको जेनजीकै चाहिन्छ। जेनजी एकमत भएर कोअपरेसन सहयोग गरे भने चुनाव हुन्छ। यदि यहाँ भाँडभैलो भयो, बिथलो भयो, कुरो बुझेनन् र बढी उग्रवादी तालमा आए या बढी सुधारवादी तालमा आए भने कुरो एकदम बिग्रनेवाला छ। र यस्तो गराउन राजनीति गर्ने मान्छेले जानेको छ, उसले फुट पार्न जानेको छ। यस आधारमा करिब करिब यो जेनजीको जो आन्दोलन हो त्यसमा उसले फुट पारिसकेको छ। यथरी जेनजी प्रतिनिधिहरू प्रस्तुत हुँदैछन् कि यही संविधान, यही तरिका सारालाई मान्दै, यही प्रकारको व्यवस्थालाई मान्दै, अहिले भएको सङ्घीय संरचना, प्रान्त आदि सारालाई जस्ताका तस्तै मान्न हामी तयार छौँ र त्यस आधारमा चुनाव गर्दा हुन्छ। एक थरी त्यसरी प्रस्तुत भएको छ, बहुत खतरनाक किसिमबाट प्रस्तुत भइरहेको छ। अर्को थरी अत्यन्त उग्र ढाँचाबाट प्रस्तुत भइरहेको छ। त्यो उग्रता कसरी आइरहेको छ भन्दा अहिले सबै नस्तनाबुद गर, राष्ट्रपति पनि हटाई, सबै हटाई, संविधान पनि हटाई, फाल, सारा फाल र कार्यकारी पदको निर्वाचन गर, या राष्ट्रपति या प्रधानमन्त्री डाइरेक्ट निर्वाचन गर, नयाँ सानो सम्झौताको मसौदा गर। यस्तो उग्रपन्थी विचार आइरहेको छ। यसरी एउटा सुधारपन्थी विचार, अत्यन्त अवसरवादी सुधारवादी विचार र एउटा अत्यन्त उग्रवादी बालपन, बालहटको विचार, यो दुईटा विचार हावी छन् र यी दुईटा विचार नै तेजिला भनेर अगाडि बढिरहेका छन्। मध्यमा अर्को विचार छ। त्यो मध्यको विचारले कसरी सन्तुलित गरेर नबिगारिकन यो विषयवस्तुलाई र यसरी जो जनताको आशय हो, यानि जेनजीको नयाँ पुस्ताको जुन आशय हो, त्यो आशयलाई कसरी सफल पार्ने भन्ने प्रकारको अर्को एउटा मध्यम पक्ष छ। यस्ता तीनटा पक्ष प्रस्तुत भइसकेका छन् र तीनटा पक्षले सरकारसित हिजो वार्तालाप, गहिरो वार्तालाप 2-3 घण्टासम्म बसेर गरिसकेका छन्। त्यसमा के निर्णय भयो यो गोप्य छ, अथवा निर्णय हुन सकेन त्यो कुरो पनि गोप्य छ। अब सवाल कहाँनिर आउँछ त भन्दा यदि यो मध्यधारमा रहेको जो जेनजी छ, यो जेनजी न त राजनीतिक व्यक्तिहरूको पछाडि लागेको छ, अवसरवादीहरूको, न त कुनै कसैको पछाडि लागेको छ, त्यस्तो न त उग्रपन्थ उसले समातेको छ, उग्र बालपन्थ पनि नसमातेको र राजनैतिक प्रभावमा पनि नपरेको एउटा जो बिचमा मध्यधार छ, त्यो मध्यधारले लिडिङ नेतृत्व दिन सकेन भने मामला बिग्रन्छ। यस्तो सनसनीखेज अवस्था छ। त्यो मध्यधारले निर्णय दिन सकेन भने आर्मी राजतन्त्रतिर जानु पनि बाध्य हुन्छ। उसलाई पनि एक स्वार्थ छ र यिनै अथवा यिनी अहिलेका धराशायी भएका राजनीतिक सङ्गठनहरूले बडै जुरमुराएर शिर उठाउन सक्छन्। दुईटा कडा खतरा छ। यो खतराका बिचमा जो मध्यधार छ, त्यो मध्यधारले कुरो बुझ्नु पर्यो। के कुरो बुझ्नु पर्यो भने अब बिना सिद्धान्त, बिना दर्शन यदि हामी पनि चल्यौँ भने के लिएर जाने, जनतामा के लिएर जान्छ भाइ बाबु? जनता त बिचरा नयाँ मान्छे आयो भनेलाई चुनावमा भोट देला, तर भोट दिए र भोटमा गइसकेका मान्छेलाई केही पनि बुझाएको छैन। न उसँग सिद्धान्त छ, न उसँग राजनीति छ, बिचरा न उसँग केही ज्ञान छ, न बुद्धि छ। यो सम्बन्धी ज्ञान बुद्धि केही पनि छैन। यस्तो प्रकारको व्यक्ति चुनित छ र त्योसँग सिद्धान्त छैन, उसँग राजनीति छैन, दर्शन छैन। यस कारण नयाँ पुस्ताले छिटोभन्दा छिटो उनीहरूले आफ्नो सङ्गठन बनाउने क्रममा शुद्धतम रूपले दर्शन चयन गर्नु आवश्यक छ, सिद्धान्त चयन गर्नु आवश्यक छ, राजनीति चयन गर्नु आवश्यक छ। यदि उचित दर्शन, अहिलेको नेपालले मागेको दर्शन र सिद्धान्तको आधारमा उनीहरूले राजनीतिक चयन गरेर राजनीतिक सङ्गठन बनाएर अघि बढ्न सक्यो भने पालो अब उनको हो। यदि त्यसो गर्न सकेनन् भने खतरा मडारिएकै छ। त्यस विषयमा हामी के भन्न सक्छौँ भनेदेखि गहिरिएर कुरो बुझ्ने मान्छे छैनन् राजनीतिको क्रममा र यो नयाँ पुस्तामा। त्यो बुझ्ने उनीहरूको उमेर पनि छैन।
एउटा कुरा बडा सरलतम रूपले बुझ्न सक्छन्, त्यो हो देशले विकासको क्रममा साह्रै दुःख पाएको छ र साह्रै अविकसित देश छ। एउटा बर्खा हुँदाखेरि कैँको बाटो राम्रोतिर तरिकाले खुल्न सक्दैन। एउटा सानो वर्षा 2 दिनको हुँदाखेरि कुनै पनि सहर जलमग्न भइसक्छ। कुनै राम्रो गतिलो उद्योग धन्दा कल कारखाना छैन र न राम्रो कृषि व्यवस्था नै छ। भन्दा कृषि व्यवस्था अत्यन्त पिछडिएको छ, उद्योग व्यवस्था अत्यन्त पिछडिएको छ अनि देशको अर्थतन्त्र अत्यन्त पिछडिएको छ र यसको विकास यानि यसको सजिलोपन हिँड्ने डुल्ने बस्ने हिँड्ने जो स्थिति हो त्यो पनि अत्यन्तै पछाडि छ भन्दाखेरि हामीले अहिले 21औं शताब्दी त भनौँला देश कसो 19औं शताब्दीको स्थितिबाट उज्रिरहेको छ। जतिखेर फ्रान्समा राज्य क्रान्ति भएको थियो, जतिखेर इङ्ल्यान्डमा औद्योगिक क्रान्ति भएको थियो, त्यही तरिकाको स्थिति पनि यहाँ छैन। यो अवस्थाबाट देश गुजरेको छ। यानि न्यूनतम विकासको आधारशिला पनि नभएको, कतै विकासको एउटा सिद्धान्त पनि नभएको, विकासको लागि कहीँ काम गर्न सुरुवात पनि नगरिएको, सुरमुराएर दुःख पाएका ठाउँहरू तिनवटा हामीले बताइहाल्यौँ एकदम कडिकडाउ रूपले। एउटा कृषि, अर्को उद्योग, अर्को देशको सामान्य विकास, हिँड्ने डुल्ने बस्ने खाने बाँच्ने सब व्यवस्था, बाटाघाटा आदि चिजहरू हो। यो यति कमजोर हालतमा छ, यति पिछडिएको छ नि, अब यी तिनवटा विषयलाई त उनीहरूले त्यस्तो प्रकारको पार्टी या सङ्गठन जन्मेर सम्बोधन गर्नै पर्छ। यदि यी 3 विषयलाई सम्बोधन गर्यो भने एउटा सिद्धान्त जन्मन्छ। त्यस सिद्धान्तको नाम हो विकासवाद। यदि उनीहरूले विकासवादकै सिद्धान्तमा काम गरे भने सफल हुन सक्छन् र जनताले पनि साथ दिन्छ। यो तिनटै अङ्गको कुरा हामीले जो गरिरहेका छौँ, कृषिको, उद्योगको र देशको पिछडिएको अवस्थाको, यो तिनटै अवस्थालाई विकास चाहिएको हो। र विकासवादलाई उनीहरूले आफ्नो सिद्धान्त बनाएर अगाडि बढ्न सके भने उनीहरूले एउटा राम्रो ट्याक्टिकल यानि कार्यनीति, रणनीति प्रस्तुत गर्न सक्छन् र त्यस आधारमा चुनाव पनि जित्न सक्छन् र विकासवाद भन्ने कुरोको नम्स त्यसको हृदयतै बुझ्यो भनेदेखि अब त्यसले गर्दा काँचुली फेर्छ। यदि त्यस्तो गर्न सकेनन् र कोही स्वतन्त्रताले चुनाव लडे भने बहुमत आउन पनि गाह्रो हुने, सम्हाल्न पनि गाह्रो हुने, फेरि त्यो एउटा सङ्गठन हुन पनि गाह्रो हुने, किनकि लङ्गडो छ। जसको विचार छैन, दर्शन छैन, सिद्धान्त छैन, त्यो त लङ्गडो छ। ओके, यसले गर्दाखेरि मेरो एकदम हार्दिक रूपले अनुरोध छ कि यी नयाँ पुस्ताले आफ्नो मध्यधारवालाले दायाँ बायाँ गइरहेका धारहरूलाई नियन्त्रण गरून् या त उनीहरूले तिनलाई आफ्नो धारमा ल्याउन्, होइन भनेदेखि तिनीहरू सब नक्कले हुन् है, धोकेबाज हुन् भन्ने कुरा प्रमाणित गरून् र तत्कालकै अवस्थाबाट धेरै उग्रचण्ड रूप नलिकन विशेष स्थितिलाई ख्याल गरेर उनले विकासवादी अवधारणामा अब काम गर्न सुरु गरून्, टक्रक्कै काम गर्न सुरु गरून्। त्यहाँ काम गर्ने अपर्च्युनिटी अहिलेबाट छ, अवसर। बाहिर दैलोबाट बाहिर निस्कँदा साथ अविकासको अवस्था छ, त्यसलाई विकास गर्नु। बाहिर निस्कँदा साथ बाटो देख्छौ अविकसित छ, बाहिर निस्कँदा साथ तिम्रो कृषि देख्छौ अविकसित छ, बाहिर निस्कँदा साथ तिम्रो उद्योग देख्छौ अविकसित छ। हजारौँ हजार सामान ल्याएका गाडीहरू बोर्डरहरूमा अड्के, व्यापारीहरूका सामान कुहे, मान्छेले त्यो सामान उपभोग गर्न पाएन। ती सामान त यहीँ उत्पादन गर्न सक्दैन, मेहनत गरेको भएर 2-3 वर्षमै तिनी यहीँ उत्पादन हुन सक्ने वस्तुहरू हुन्। त्यो विकासवादको कन्सेप्ट नै नभएका कारणले यस्तो भएको हो। त्यसकारण नेपालको आजको आवश्यकता विकासवादको आवश्यकता हो र त्यसलाई बहुत राम्ररी विचारमा लैजान जरुरी छ। र यो जो अहिलेको राजनैतिक पेचिदा अवस्था छ, यो पेचिदा अवस्थालाई नि बहुतै राम्ररी सुन्दर ढाँचाबाट नेतृत्व दिन पनि आवश्यक छ। यदि यसलाई सुन्दर ढाँचाबाट नेतृत्व दिन सकेनन् र आफ्नो विवेक पैदा गर्न सकेन भने
फेरि अर्को प्रकारको खतरा टड्कारो रूपले देखा परिरहेको छ। यसले गर्दा नयाँ पुस्ताका केन्जीहरू जो अहिलेको राजनीति समाज व्यवस्था यानि अहिलेको परिवर्तनका अगुवा हुन्, अहिलेको परिवर्तन यानि विद्रोहका अगुवा हुन् र परिवर्तन चाहन्छन् र विकास चाहन्छन्। निश्चित रूपले उनीहरूले विकास चाहन्छन्, निश्चित रूपले उनीहरूले शान्ति चाहन्छन्, निश्चित रूपले उनीहरूले एक भ्रष्टाचार नभएको देश देख्न चाहन्छन्। यदि उनीहरूले भ्रष्टाचार नभएको विकासमा अग्रसर हुने किसिमको देश देख्न चाहन्छन् भने विकासवादको सिद्धान्तलाई स्थापित गर्नै पर्छ र त्यसका नर्म्सहरू खोज्नै पर्छ, त्यसको कार्यक्रम बनाउनै पर्छ र त्यस तरिकाले उनीहरूले अगाडि बढ्नै पर्छ। नत्र देशले फेरि पनि धोका खानेछ, फेरि पनि यसलाई अप्ठ्यारो पर्नेछ। धेरै धेरै अप्ठ्यारोबाट सदा सर्वदा यो देश गुज्रिरहेको छ र त्यसैले देशलाई सतीको श्राप परेको देश पनि भनेर भन्ने गरिएको छ। कोही कतै कसैले राम्रो बाटो पाएको छैन। विद्यार्थीहरूको असुविधा र जागिरको असुविधा, दुईटा जो असुविधा छन्, यो दुवै असुविधा बाहिर विद्यार्थी बाहिर गएर पढ्नु पर्ने र बाहिरै बस्ने इच्छा जाग्ने, अनि अन्य व्यक्तिहरू जो युवा भइसकेका छन् आफ्नो रोजीरोटीको लागि, परिवारको भरण पोषणको लागि बाहिरी देशहरूमा जानुपर्ने, यी दुईटै कुरा विकासवादको सिद्धान्तले समाधान गर्छ। र जहाँ राजनीतिको अस्थिरता छ देशमा, त्यो अस्थिरतालाई पनि विकासवादले समाधान गर्छ। किनभने विकासवादीले त विकास देखिरहेको छ, त्यसैमा तछाड मछाड गरेर लगाइरहेको छ, त्यसैलाई जनताले जिताइरहेको छ। त्यस्तो चिनमा भयो। चिनमा माओ त्से-तुङले जब राज्य सत्ता हासिल गरे, नौलो जनवाद, नयाँ जनवाद भनेर हासिल गरे, न्यू डेमोक्रेसी। त न्यू डेमोक्रेसी कम्युनिजमको डेमोक्रेसी थियो, साम्यवादमा आधारित प्रजातन्त्र थियो र त्यो साम्यवादी अर्थतन्त्रमा आधारित प्रजातन्त्रलाई उनले फलाउन सफल भए। अहिलेसम्म त्यो विषयले मेरुदण्ड मानेर चिन अगाडि बढ्यो र चिन जसले दुई छाप त चिनमा खान पाउने मान्छे भनेका सम्भ्रान्त मान्छेहरू मात्रै थिए, या तिनीहरू प्रतिशतमा आउँदैन थिए। हजारमा एकजनाले पेटभरि खान पाउँथ्यो चिनमा, र हजारमा 500 जना दुई छाकमा एक दिनमा एक छाक खान्थे र हजारमा 100 जना खोले खान्थे र कतिपय मान्छे खोले पनि नपाएर मरेका थिए। त्यस्तो अवस्थाबाट अहिले भर्खरैको त्यो अवस्था कहिलेको होइन, 1945, 47, 48 को अवस्था हो। त्यो अवस्थाबाट यति छिटै पार पाएर चिन जहाँ हुन सक्यो त्यो दृष्टान्त हो। बहुत गरिबी खैलामैला थियो भारतमा। आज त्यो भारतले केही मात्रामा विकास गर्न सकिरहेको छ। त्यो राजनीतिलाई स्थिरता र स्थायित्व दिन सकेर, राजनीतिमा आफ्नो दर्शन स्थापित गरेर हो, प्रष्ट दर्शन स्थापित गर्नुका कारणले, प्रष्ट सिद्धान्त स्थापित गर्नका कारणले। हालाकि त्यो सिद्धान्त पुँजीवादी सिद्धान्त हो, तर त्यो पुँजीवादी सिद्धान्त जनमुखी पुँजीवादी सिद्धान्त हो। त्यसका कारणले त्यहाँ एक प्रकारले विकास सम्भव भएको छ। यो जो आजको नेपालको सन्दर्भ छ, तर बहुत ठुलो खतरा छ। यस खतरामा ठुलो स्वविवेक प्रयोग गरेर मध्य धारका जेनजी प्रतिनिधिहरूले दुवै उग्रपन्थी र आत्मसमर्पणवादी दुईटा धारलाई काटेर, ती दुईटा धारबाट बचेर एउटा नयाँ धार, नयाँ राजनीतिक धार, जसलाई मैले विकासवाद भनेको छु, यस्तो लागू गर्न सकेनन् भने भोलि धेरै ठुलो धोका हुनेछ र त्यो धोका हाम्रो आँखाका अगाडि हामीले फेरि देख्नुपर्ने छ। यस्तो दिन देख्न नपरोस्, यो हामी आशा गर्दछौँ। यही विकासवादको सन्देश हामी सम्प्रेषण गर्दछौँ। हरेकका हृदयमा यो विकास जाओस्, जतासुकै विकासवादी विचार जाओस्, सम्प्रेषण होस्। मैले जन्ली पुस्तालाई पनि अवसरवादबाट सावधान गराएको छु। र अवसरवादी कस्तो हुन्छ भने कम्फर्ट जोनमा बस्न चाहन्छ। कम्फर्ट जोन जीवनको विकास हुँदै, कुनै पनि कम्फर्ट जोनवालाहरूले आफ्नो विकास गर्दै गरेन। बस एउटा सिद्धान्त छोडिदिएको छु मैले, विकासवाद समुदायवादबाट अगाडि बढ्छ। समुदायवाद भन्ने हाम्रो पुस्तिका छ नि, विकासवादको आधार हो त्यही पुस्तिका। अहिले नेपालमा गर्न सक्ने तरिका त्यही हो। यहाँ झ्याम्मै पुँजी त छ, यहाँ खरब रुपियाँ ल्याएर एउटा कारखाना खोला त्यो त छैन, हो कि? समुदायवादबाट गर्न सक्छ।
त्यो समुदायवादबाट जस्तो महावीर पुण्य भयो। महावीर पुण्यले कृषि औजार कारखाना चलाइदियो। त्यो साझा यातायातले गर्यो। त्यो सामुदायिक गाउँको समूह जम्मा भयो, एउटा सानो पैसा जम्मा चल्यो, साझा यातायात चल्यो। कुरा बुझ्छौ? समुदायवाद नै विकासवादको आधार हो, आधार स्तम्भ हो। त्यहीँबाट धन कलेक्सन हुन्छ, त्यहीँबाट काम सुरुवात हुन्छ। त्यही